बिहानको सुनसान सडकमा एउटा सानो पिल्ला एक्लै उभिएको थियो। न उसलाई घर थाहा थियो, न त कसैले खोजिरहेको थियो। उसका आँखा रसाएका थिए, सानो शरीर डरले काँपिरहेको थियो, तर त्यो सानो मुटु अझै हार मान्न तयार थिएन। केही मानिसहरू आइपुगे, सबैले हेरे, तर कसैले पनि अघि बढ्ने साहस गरेन। त्यसै भिडबाट एक न्यानो मन उठ्यो। एक हात बिस्तारै अगाडि बढ्यो, दयाको हात। न्यानो कपडाले बेरिँदा सानो मुटुले सास फेर्न थाल्यो। डर बिस्तारै पग्लिन थाल्यो। सानो जीवन बचाउनु ठूलो मानवताको चिन्ह हो। आज उसले जीवन पायो, भोलि उसले संसारमा भरोसा गर्नेछ।